हेलो हाई नमस्ते। आज चाहिँ मैले काटी रोल बनाउन लागेको होइन। काटी रोलको लागि मैले रेगुलर बनाउने भन्दा डिफ्रेन्ट वेबाट आज सस बनाउन लागेको। यसको लागि मैले के लिएँ भने 5-6वटा टमाटर, एउटा लसुन, सानो पोटी लसुन, एउटा प्याज सानो, अनि सुकेको खुर्सानी लिएँ होइन। अनि एउटा उमालेको अन्डा लिएँ। अब त्यसमा लसुन, प्याज, अदुवा सानो टुक्रा अनि खुर्सानी फ्राई गरेँ। अनि उमालेको अन्डा राखेर मैले ब्लेन्ड गरेँ। त्यसपछि सस भयो, देखिराख्नु भएको छ होइन। हल्का चिनी राखेँ, नुन राखेँ होइन, जिरा धनियाको धुलो राखेँ, दुध अलिकति राखेर ब्लेन्ड गरेको। मिठो पनि भयो होइन। हेर्नु देख्नु भएको छ पेस्ट कस्तो भयो। त्यसपछि रोटी बनाएँ। अनि टपिङको लागि 2टा अलग्गै अन्डा लिएँ, एउटा प्याज लिएँ, फ्राई गरेँ। त्यसपछि क्याप्सिकम लिएँ एउटा होइन, त्यो पनि फ्राई गरेँ एक साइडमा राखेँ। त्यसपछि रोटी बनाएँ अनि अघि बनाएको सस लगाएँ होइन। अनि त्यो अघि बनाएको अम्लेट, अनि एउटा करेन्ट चाउचाउ उमालेको थिएँ, त्यो हल्का फ्राई गरेर सादी जस्तै गरेर अमिलो पिरो गरेर त्यो मसला राखेर बनाएको थिएँ, त्यो पनि राखेँ। अनि खाँदाखेरि यस्तो मिठो भयो होइन। त्यो प्याज राखेँ, अघि बनाएको त्यो अम्लेट राखेँ, क्याप्सिकम राखेँ, करेन्ट चाउचाउ राखेँ। त्यसपछि रेडी भयो, मिठो भयो। नानुले के भने बाहिर पिज्जामा खाने सस जस्तै छ मोमो भनिन् होइन। घरमै बनाएको हो भने मलाई कति खुसी लाग्यो कि होइन। बच्चा खुसी भने त म त यति खुसी लाग्छ हेर्नु है। त्यसपछि हाम्रो बेलुका खाना रेडी भयो। मेरो 2टा बच्चाहरू पनि खुस, म पनि खुस।